हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। उठ्नुहोस् त हजुर, उठ्नुहोस् सुतेर नबस्नुहोस्। मान्छेहरू कहाँ कहाँ पुगिसक्यो। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु होला भन्दै आजको दिनचरी सुरु भइसक्यो। आज चाहिँ डे कति हो पनि बिर्सेँ मैले, समथिङ कति, हिजो डे 4 डे 5 होला कति हो मैले बिर्स्यो। हामी चाहिँ हिजो सिधै एबिसीबाट सिधै हामी छोमरङको यो होटलको नाम के थियो यार मैले बिर्सेँ। आई थिङ्क यहाँ रहेछ बडा होटलको नामै बिर्सेँ यार मैले। कतिवटा होटल बस्छु कि नामै बिर्सिन्छ। हिमालय भ्यू गेस्ट हाउस, यहाँ बसेको रहेछ हामी। यहाँ बसेको थियो अघि बिहान। अहिले ठ्याक्कै सनराइज पनि हुँदैछ। अघि हो यहाँ हिमाल छपछि अलिअलि देख्नु भयो। अहिले त यो पुरै वेदरले कुहिरोले कस्तो बनायो कि अनि एउटा अलिअलि भ्यू हिमाल देख्छ है। अघि बिहान कस्तो दामी भ्यू खोलेको थियो, त्यही भन्न थियो। अब हामी यहाँबाट हामी छोमरङको सबभन्दा माथि हो। अब लगभग 5-7 मिनट हिँडेपछि त झिनै पुगिहाल्छ। त्यसपछि त ओह्रालो पुल आइहाल्यो। पुल आएपछि त ब्याक टु घर। आज चितवन सिधै घरमा। अनि हामी बसेको होटल चाहिँ यो थियो। हजुरहरूलाई सर्ट इन्फर्मेसन राम्रो छ जे होस्, हेर्नुहोस्। यो भाइ चाहिँ छ। हेलो भन्दै भाइ। हेलो रे। अनि हामीले फेरि हेर नि यहाँ लालीगुराँस यहीँ अगाडि छ क्या, हामी बस्ने होटलको अगाडि। ऊ जान्छ ऊ यहीँ छ। कति धेरै छ क्या वरिपरि। लालीगुराँसको बोटे यहीँ छ। अर्को भाइ आयो फेरि रेडी भएर। मक्ख भयो यिनीहरू, सबै बाटो हिँडेर भ्यायो। मक्ख भयो। अब आज उकालो नि हिँड्न पर्दैन, काहीँ नि हिँड्न पर्दैन। थोरै बाटो हिँडेर पुग्छ। मलाई नि कहिले घर पुगाउँ जस्तो भइसक्यो। झराइसक्यो अहिले त। अल्छी लाग्दो रहेछ। यत्रो दिन भइसक्यो घरबाट हिँडेको, तर केही छैन। अब सिधै एकछिन खाजा खान्छु अनि खाजा खाएर त्यसपछि हजुरहरूलाई त्यसैपछि देखाउँछु ल एकैचोटि। बाई बाई अहिलेको लागि। सियो अहिले एकछिनमा झिनुको पुल पुगेपछि त्यहाँ हट स्प्रिङ लियो भने हट स्प्रिङ देखाउँछु। लिएन छ भने लिएन छ बाले फेरि ल। ओके बाई बाई। यस तर्स्यो त तिमी। ब्याक टु न्यू भिडियो। अहिले चाहिँ हामी खाजा खाँदैछु। वी आर ब्याक टु न्यू भिडियो। सब्सक्राइब हानिदिनु मेरो दाइको च्यानललाई सबैजना। यस हो। उसले चाहिँ के गरेर खान्छ जस्तो लाग्यो। पढो दाइको पढो। नानी मान्छेलाई के हुन्छ, नानीलाई पापै लागोस्। पापै लाग्छ। यत्रो हिँडेर दाइ यत्रो हिँडेर यत्रो देखाएर खुट्टा मर्के भिडियो गर्नु हुँदैन। अनि खुट्टा मर्केर खुट्टा सुन्नाएर कस्तो कस्तो गरेर देखाइरहेको छु है। यिनीहरूको मैले टाइम बचाइदियो, खुट्टा दुखेको बचाइदियो, पैसा बचाइदियो। घरमा बसेर सुती हेर्नु कस्तो मजा आला। अन्नपूर्ण सुती सुती पुगाइदियो। सिलेट लिएर आएको बढ्थ्यो यो मैले। ल अब एकछिन खान्छ अनि हिँडेपछि देखाउँछु ल। ल साथीहरू बाई। हेलो, अहिले चाहिँ खाजा खाएर हामी ब्याक टु होम। बिहानको बेला हामी फर्किसके। भाइहरू दुईजना चाहिँ आउँदैछ, उनीहरू पछाडि नै छ उनीहरू आउँदैछ। म चाहिँ अगाडि हिँडेको। ओ माई गड, कस्तो ओह्रालो। आमा उहाँ रहेछ पुग्नुपर्ने यार। यहाँ यत्रो माथि छोमरङ। अब चाहिँ हामी छोमरङै कटिङ लगाइसक्यो, झिनो आउनु लाग्यो भने नि कति टाढा देख्यो नि यार हामी पुग्नुपर्ने। यहाँबाट देख्दैन। यो तलको बाटोहरू देख्नु भयो, त्यहाँ पुग्नुपर्छ हामी। पुगिन्छ तर केही छैन, बिस्तारै त्यत्रो बाटो त हिँड्यो। यति चाहिँ अब बाटो त आँखा चिम्लेर हानिदिन्छु। हिँड्न नि सक्यो होइन। अब त्यति अपडेट दिनलाई हो। यहाँको सराउन्डिङ इन्भाइरोमेन्ट यस्तो छ है। सर हामी यो बाटो जाने ढुङ्गाले छापेको बाटो सर
अब चाहिँ हजुरहरूलाई एकैचोटि आज हट स्प्रिङ जाने भन्ने प्लान त भएछ, तर मैले यहाँ बाटोमा भेटेको भाइहरूको घर चाहिँ अलि टाढै रहेछ, एकजनाको पश्चिम अलि टाढै पुग्न पर्ने भएर ऊ चाहिँ अलि बरु बेलामै घर पुग्छु दाइ, हट स्प्रिङ नगरौँ भनेछ त्यो भाइले। हेरौँ सायद हट स्प्रिङ गर्छ कि गर्दैन थाहै छैन। मलाई चाहिँ हट स्प्रिङ गरे नि हुन्छ नगरे नि हुन्छ जस्तो भइरहेछ। जान मिलेछ भने जाम्ला हट स्प्रिङ, देखाउँछु हट स्प्रिङ गयो भने, गएनछ भने गएनछ ल। अब त्यति भन्दै म अहिले थाकिसकेँ ओह्रालो झर्दा झर्दा नि। अब एकैचोटि ब्याग कता हुन्छ त्यतै गएर देखाउँछु। यस फाइनली कहाँ आइपुग्यो हामी भाइ, कहाँ आइपुग्यो भनिदेऊ। हामी झुलुङ्गे पुल आयौँ। कहाँ आइपुग्यो हेर, कहाँ आइपुग्यो हामी। अब लास्ट यो पुल, त्यसपछि हामी यहाँ पुग्ने सायद 5-10 मिनटमा पुगिन्छ। त्यसपछि हामी गाडी चढ्ने जानको लागि, अनि त्यसपछि भ्याइयो हामीलाई आजको लागि ट्रेक सकिन्छ। त्यसपछि so many people here. ल अब चाहिँ अब गयो ल, यो पुलबाट सरर जान्छ हामी अब। ल मेरो आउटफिट यस्तो छ, देखाइदियो त अहिले। बाइकको आउटफिट तल देखाउनु त सब कोरियन गयो है, डुप्लिकेट जान चाम्लिङ, डुप्लिकेट जोन चाम्लिङ हावा जस्तै मलाई। ल देखाइदिउँ किन, तिमीले के गरेर देखाइदिउँ? यता देखाउनु न दाइ। हाम्रो चाहिँ खुट्टा अस्ति दुखिरहेको छ, हातमा चाहिँ हात दुखाइ छैन। ए ल बाई बाई, अहिले पछि भेट्छ अब गाडीमा गएर एकैचोटि। यस गाइज, यो हामी पुलमा आइसके। के भनिदेऊ भ्लगमा? मुमिन दाई, हामी मुमिन दाईसँग छु मैले। यो यिनीहरूले चाहिँ मेरो नाम मुमिन रे, फेरि मुमिन अमिन भन्न झ्याएर मुमिन रे। मुमिन दाई यस्तो हेर केटाहरू। यस फाइनली हाम्रो ट्रेक सक्यो। नमस्ते। यस खैरेहरूले चाहिँ नमस्ते भन्छ। यस यस यो भाइले चाहिँ दामी इङ्ग्लिस बोल्छ कि, मलाई मजा लाग्छ। मैले अस्ति पनि देखा हो, आउने दिनमा देखा हो मैले यो उसको भ्यू, यो झिनु पुलको। तर तपाईँहरूलाई फेरि पनि द 360 भ्यू अफ झिनु पुल। यस ये दौडी दौडी केटा, दौडी दौडी। मजा यार, यहाँ पुलमा आएको त यस्तो खुसी लाग्यो यार, त्यत्रो बाटो हिँडेर। आमामामा अब त गाडी चढ्न पाइन्छ नि त, त्यसैले एक्साइटेड। जानु छ टाढा। ल भाइहरू चाहिँ अगाडि हिँड्दै टुइटुई। यस जुत्ता ढल्काउँदै ट्र्याक 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 पार्दै हिँड्दैछु म बाटोमा। मिनरल वाटर साथमा ब्याग बोकेर यो काँधमा हिँड्दैछु म पुलमा, आइम वाकिङ। देख्यो कस्तो दामी गीत बनाउँछु मैले भर्खरै। ल बाई बाई। अब एकैचोटि म पोखरै पुगेर देखाउँछु होला सायद है। पिस। हेलो, अहिले हामी कति भयो गाडी कुरेको यहाँ? आधा घन्टा अलिक बढी भयो होला, लगभग आधा घन्टा जस्तो भइसक्यो होला। जब लगाइसक्यो गाडी कुरेको। यत्रोजना मान्छे छ, एउटा दुईवटा गाडी आउँछ, हामीभन्दा अगाडि आएको मान्छेहरू बस्या गाहा, हामी कुरे भए चाहिँ गाडी कतिखेर आउने? यहीँ झिनु पुलमै हो अझै। एउटा यो चाहिँ फेरि आफ्नै दुनियाँमा रमाएर आयो, कहिले नि ब्यालेन्स गर्दै बसिहाल्यो अरे। हामी यहाँ कतिवटा गेम खेलेर नि भइसक्यो है।
त्यो स्टिकको गेम यो स्टिकको गेम पनि सिकायो यिनीहरूलाई भाइहरूलाई उनीहरूले पनि सिकायो तान्न ये पत्ता नै ये पान्न ये ल झ्याउलाइसक्यो अब त अति कलाकारलाई आफ्नै दुनियाँमा रमाइरहेको थियो चाहिँ यो हेर्न कस्तो यो रे आउने कि हेर न केटा हो यो यसको कामको ल अब एकैचोटि पोखरा पुगेर देखाउँछु गाडी कुद्दा साइको भइसक्यो बाई यस अहिले चाहिँ हामी झिनुबाट हजुर हजुर हेलो अमिन तामाङ हो काम अमिन तामाङ ल हेर्नुहोस् भ्यू ल अब फेरि त्यहाँ हिँड्नुपर्छ बिचमा 10-15 मिनट त्यहीँ गएर देखाउँछु ल हेलो दोस्ती फेरि पनि भेट भयो हाम्रो अहिले चाहिँ हामी पोखरा जाने क्रममा भोक लागेर बिच बाटोमा खाना खान रोकेको छौँ बिच बाटोमा र हाम्रो अहिलेको खाना खाने भ्यू चाहिँ यस्तो छ दामी देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ खोला हाम्रो गाडी चाहिँ उतै छ त्यही हामी अहिले खाना खानालाई यहीँ यस्तो दामी छ क्या ठाउँ तिमीहरू नि एबिसी घान्द्रुक जाने बाटोमै हो यो घान्द्रुकहरू पनि यही बाटोबाटै जान्छ तिमीहरू आउँदैछौ भने यो के रहेछ ठाउँको नाम यस स्याउली बजार कास्की मोदी रिभर साइड रेस्टुरेन्ट हो यहाँ ट्याक्क बाटो नेरै छ दामी खोला पनि बग्छ दामी छ केटाहरू तिमीहरू आउँछौ भने आऊ भिजिट तिमीहरूले देखाइदिउँ देखाम भाग्यो भाइ त ल तिमीलाई मात्रै यस हामी चाहिँ अहिले खाना खान बसेका छौँ यहाँ अलिक चिसो छ दाइ चाहिँ के अरे के मैले माछा भनेको थिएँ नि यहाँ अगाडि नै भन्नुपर्ने रहेछ अनि पहिले भने होइन तिमीहरूलाई अनि तिमीहरू सादा भन्यो भने मैले चिकन खानु मन लागेको थियो मैले चिकन भने मलाई यहाँको माछा ट्राई हान्न मन लागिहाल्यो हो केही छैन अब केही छैन यस अब खाना खाएर अब जाने बेला भेट्ने एकैचोटि अब पोखरामा गएर एकैचोटि भेट्छु पोखरा गएको पछि चाहिँ भाइ चाहिँ छुट्टिन्छ हामीसँगबाट पश्चिम ल हाम्रो दाइ चाहिँ अघि हामी आउने क्रममा भेट भएको अब एकैचोटि खाना खाएर दिएँ हामीलाई ल दाइ चाहिँ यस्तो हुनुहुन्छ हाम्रो उ त दाइ हाम्रो मुमिन तामाङ भन्दै चितवन अनि नेपाली जोन चामलिङ डुप्लिकेट जोन चामलिङ अहिले घाममा जान्न दाइ अहिले कपाल ल अहिले त्यो पहिलाको लुक्स र दार्जिलिङको आयो दामी हामी चाहिँ यसमा आएको अब यसबाट जाने हाम्रो दाइ ल अब एकछिन भेटौँ ल यस कति दिनपछि माथि केही नपाउने खानालाई चिकनहरू यताउति केही नपाउँदो रहेछ कि माथि सादा बल्ल आएर एप्स हान्दै हामी सबै दाइहरू चाहिँ हामीले अघि बाटोमा भेटेको पिस अब एप्स हाने अब ल एकछिन पछि बाई ल धन्यवाद हेलो एभ्रिवान अहिले चाहिँ म अघिको दुईजना भाइहरू आफ्नो घरतर्फ लाग्यो अनि म अहिले पृथ्वी चोकबाट हाइस चढेको छु अब ब्याक टु चितवन अब 2-3 घन्टामा पुग्छु होला चितवन अब त्यहीँ गएर देखाउँछु एकजना साथीलाई बोलाएको छु मैले लिनलाई आधी बाटोसम्म आउँछ होला अहिले एकछिनमा को लिन आउँदैछ अहिले पछि देखाउँछु हजुरलाई मैले भ्लग बनाउँदाखेरि तर एउटा बहिनीले मलाई हेरिरहेको छ को बहिनी हेर्नुहुन्छ यो बहिनीले हेलो भन्दै मेरो भ्लगमा हेलो भन्देऊ तिमीले हेलो भन्ने बहिनीलाई हेलो भन हेलो दाँतै नहर्छ तिम्रो त अगाडिको ल यस्तै भएर अब एकछिनमा भेट्छु हजुरहरूलाई लास्टै निन्द्रा लगाइसक्यो म थका लगाइसक्यो लास्टै
बाई बाई इलेक्सन भेट्छु फेरि बाई बाई भनिदेऊ बाई 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 तिमीले नि बाई 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 हेलो दर्शकबिन्द हेर्न म यस्तो लापता पारामा सिजनजीले मलाई यहाँ कम्तीमा 20 मिनट पुऱ्याएला हेर्न हेलमेट लगाएको कोली नखा मलाई फेरि सिजनजी आम्बो फ्लेक्सिङ रे एट कम्तीमा यहाँ मलाई 20 मिनट पुऱ्याएला 20 मिनट साथीहरू थोरैमा पनि 20 मिनट कहाँ घुमाउनु लाग्यो ए सिजनजी फेरि यस्तो ह्यान्डसम भएर आयो हेर्नु नि ल है अब चाहिँ म आफ्नो प्यारो होम टाउन आइसकेँ अब एकछिन यता कता हुन्छ यता बाहिरतिर गएर बल्ल घर जाने भन्दैछ तर मलाई घर जान मन लागिसक्यो म लास्टै फोरी भए म सिजनजी जस्तो त होइन 10-12 दिन ननगएर बस्न सक्ने ओहो के हो यो ल साथीहरू लुटा गरेर भेटौँला